ल ठिकै छ। हाम्रो वडा अध्यक्ष संगठनका वडा अध्यक्ष हाम्रो चुन रसाइलीज्यू लगायत हामीसँगै यात्रामा रहनुभएका प्रत्यक्ष 2 नम्बरका प्रत्यक्ष उम्मेदवार हाम्रो सोम शर्माज्यू, गंगा छन्त्यालज्यू, केन्द्रीय सदस्य मोहन जङ थापाज्यू लगायत सबैजनामा नमस्कार छ। यता अलि यताबाट खिच्नुपर्छ जस्तो लाग्यो, मैले त आमाहरूलाई देखिनँ होइन। म पनि यही बागलुङको अलि पर धम्जा भन्ने गाउँमा जन्मेको मान्छे हो। अनि हाम्रो स्कुल आधी घन्टा टाढा हिँडेर यहाँबाट त्यस्तै पारी गाउँमा जानु पर्थ्यो। अनि हामी भर्खरै 8-9 कक्षाको हुँदा भर्खर जुङ्गाको रेखी आउँदाखेरि, भर्खर पैसा आउँदाखेरि राति राति गीत गाउन जान मन लाग्ने, गीत गाउन जान नदिने। अनि किन नदिने भनेको त डर छ, अहिले यो क्रान्ति चलिरहेछ, युद्ध चलिरहेछ, मुर्दाबाद जिन्दाबाद चलिरहेछ भनेर भन्नुहुन्थ्यो। अनि किन क्रान्ति चलेको, किन युद्ध भएको, किन यो आन्दोलन भएको भन्दाखेरि चाहिँ अब चाहिँ सरकार घर घरमै आउँछ, सिंहदरबार घर घरमै आउँछ, त्यही भएर यो आन्दोलन भएको भनेर भन्नुहुन्थ्यो, त्यही भएर यो लडाइँ भएको, यो युद्ध भएको भन्नुहुन्थ्यो। अनि हामीले एसएलसी दिएपछि 2062-63 पछि चाहिँ सरकार चाहिँ हुन पनि गाउँ गाउँमै आयो, गाउँमै वडा अध्यक्षहरू भए, प्रदेश सभा बन्यो, केन्द्रीय सभा बन्यो। साँच्चीकै हामीले सोचे जस्तो सरकार चाहिँ गाउँ गाउँमै आयो। सरकार गाउँ गाउँमै त आयो। सरकार आयो भने चाहिँ सुख पनि आउँछ, सुविधा पनि आउँछ, शिक्षा पनि आउँछ, स्वास्थ्य पनि आउँछ, रोजगार पनि आउँछ भन्ने हिसाबले हामीले विश्वास गर्यौं। तर सरकार सँगसँगै शिक्षा आएन, स्वास्थ्य आएन, रोजगारी चाहिँ आएन। सरकार आएर अलिअलि मोटर बाटो त आयो, तर मोटर बाटोले हाम्रो छोराहरूलाई परदेश लगेर गयो। अलिअलि गाउँमा थोरै धेरै चेतना त आयो, पहिला भन्दा धेरै कुरा सुधार हुँदै त गयो। तर हामीले गाउँदै आएको गीतहरू हराउँदै गयो, हामीले नाच्दै आएको नाचहरू हराउँदै गयो। किनभने हाम्रो छोराहरू, हाम्रा छोरीहरू पैसा आउने बित्तिकै विदेश जान थाले, कमाउनको लागि, घर परिवार पाल्नको लागि। सरकार त आयो तर आलुमा राख्ने बिउ आयो। सरकार त आयो, जाडोमा ओड्ने पछ्यौरी आयो। सरकार त आयो, गाउँमा अलिकति टाउको दुख्दा पनि नजिकै हस्पिटल र औषधि आयो। सरकार त आयो, हाम्रा छोराछोरीका निम्ति कापी किताब आयो। अब त्यो नआउनुको कारण फेरि हाम्रो देश साँच्चीकै गरिब भएर, हाम्रो देशले पैसै नभएर, नछुट्याएर, बजेट नछुट्याएर, हामीलाई नसम्झेर होइन। हामीले यो तमान खोलामा पाउनुपर्ने शिक्षा, हामीले तमान खोलामा पाउनुपर्ने कापी कलम, हामीले हाम्रा छोराछोरीले पाउने मास्टरहरू काठमाडौँमै अलि टाढाबाट ठुल्ठुला दलका नेताहरूले, ठुल्ठुला टाढाबाट मान्छेले अर्कै ठाउँमा पठाइदिए। यहाँ पाउनुपर्ने बजेट, यहाँ स्कुल बन्नुपर्ने भवन अर्कै ठाउँमा बन्दियो, यहाँ आउनुपर्ने कापी कलम अर्कै ठाउँमा गइदियो अथवा अर्कैले खाइदियो। यहाँ आउनुपर्ने औषधि, यहाँ भन्नुपर्ने स्वास्थ्य भवनहरू अर्कै ठाउँमा बन्दियो अथवा नबन्दै अर्कैले बाटा खाइदियो। यहाँ तपाईँहरूले जाडोको लागि पठाउनु पर्ने लुगा फाटाहरू, तपाईँले पाउनुपर्ने यो सरकारबाट पाउनुपर्ने तपाईँहरूको सुख सुविधाहरू बाटैमा अर्कैले चुइटिएर खाइदियो। हाम्रा छोराछोरी स्कुल भर्ना आउनुपर्ने, यहाँ राम्रो मास्टर आउनुपर्ने, त्यो मास्टरले यहाँ तँलाई तमान खोलामा जा है भनौँ भने कोकर सेटिङ मिलाएर अर्कै सजिलो ठाउँमा गइदिन्छ। हाम्रो राजनीति त्यस्तो भयो, हाम्रो सरकार त्यस्तो भयो। अब यो नयाँ पार्टी आयो भने अथवा नयाँ टिम आयो भने, नयाँ सरकार आयो भने, सोम शर्माहरू जस्तो युवाहरू आयो भने एकदमै काया पलटै हुन्छ। आजको भोलि यो तमान खोला अर्कै हुन्छ, अर्कै स्वर्गै बन्छ भनेर म भन्दिनँ। तपाईँलाई म त्यस्तो हुन्छ भनेर भोट माग्न आएको पनि होइन। तर म तपाईँहरूलाई के चाहिँ सचेत गराउन आएको भने, तपाईँहरूको भागको यो देशले दिनुपर्ने अधिकार, तपाईँहरूले पाउनुपर्ने, तपाईँका छोराछोरीले पाउनुपर्ने शिक्षा, तपाईँहरूले पाउनुपर्ने स्वास्थ्यको सुविधा, तपाईँहरूले पाउनुपर्ने रोजगार, तपाईँहरूले पाउनुपर्ने आलुको बिउ, तपाईँहरूले पाउनुपर्ने यहाँ वरिपरि पाउनुपर्ने तपाईँले कृषिको अनुदान, तपाईँले गाउँमा केही गर्छु भन्दा पाउनुपर्ने यो राष्ट्रको नीति नियम अर्कैले अर्कै तरिकाले प्रयोग गरिरहेको छ। तपाईँले बाख्रा पाल्छु भनेर सरकारले चाहिँ 2% ब्याज पाउँछ है भनेर छुट्याइदिएको छ, तर त्यो कृषि फर्म अर्कैले खोलेर खाइरहेछ। गाउँमा रोजगारी तालिम दिने, आमा समूहलाई तालिम दिने, छोरीहरूलाई आत्मसम्मानको लागि तालिम दिने, झोला बनाउन सिकाउने, पछ्यौरी बनाउन सिकाउने, गाउँमै केही कुटो कोदालो गरेर खान सिकाउने भनेर सरकारले बजेट छुट्याएको छ। त्यो बजेट उतै बजारतिर कोले मिलाएर खाइरहेको छ।
हराइरहेको छ के बाटैमा। ल है जाति विभेद हटाउनु पर्छ, त्यसका लागि गाउँ गाउँमा सचेतना फैलाउनु पर्छ, गाउँका मान्छेलाई गएर भन्नुपर्छ जात सानो ठुलो हुँदैन, जातको आधारमा छोइछिटो नगर है भनेर सरकारले योजनाहरू बनाएको छ, नियमहरू बनाएको छ। छोइछिटो गर्यो भने तिमीलाई थुन्न हुन्छ, तिमीलाई कारवाही हुन्छ भनेर सरकारले कागजमा लेखेको छ। तपाईँहरूले कतै छोइछिटो भयो भने गएर मुद्दा हाल्न मिल्छ, तर मेलापत्र हुन्छ, गएर नेता गएर कहाँ यस्तो गरेको भनेर भनिहाल्छ। त्यही भएर हरेक ठाउँमा चाहिँ हाम्रो सरकार त आयो, जनताको सरकार त आयो, जनताको व्यवस्था त आयो, तर हामीले त्यो व्यवस्थालाई राम्रो तरिकाले प्रयोग गर्नै पाएका छैन। आज तपाईँहरूको छोराछोरीहरू विदेश जानुको बाध्यता यो सरकारले बनाएको छ। अहिलेको व्यवस्थाले राम्रो तरिकाले ल गाउँ गाउँमा सरकार पुग्छ, गाउँमै रोजगारी हुन्छ, हामीले कृषि रोप्यौँ भने गोपी रोप्यौँ भने बेच्ने बजार काठमाडौँ लगेर तपाईँले बेच्न पाउनुहुन्छ, आलु फलाउनुहोस् त्यो बजारमा लगेर बेच्ने व्यवस्था हामी बनाउँछौँ, सरकार गाउँ गाउँमा आउँछ भनेर व्यवस्था बदलियो, तर हाम्रो अवस्था बदलिएन। कम्तीमा पनि नयाँ टिम आयो भने, कम्तीमा पनि बालेनको सरकार आयो, राजसपा अहिले हामी गर्छौँ भनेर सुधारेर आएको सोम शर्माहरू आयो, हामी आयौँ भने कम्तीमा पनि यो फलानो कमान खोलाको बजेट, यो बागलुङ क्षेत्र नम्बर 2 को बजेट, त्यहाँ बनाउनु पर्ने स्कुल, त्यहाँ जानुपर्ने मास्टर, त्यहाँ बनाउनु पर्ने स्वास्थ्यको भवन, त्यहाँ जानुपर्ने डाक्टरहरू तिमीहरूले किन आफ्नो क्षेत्रमा पठाछौ? तिमीहरूले किन काठमाडौँमा चाहिँ यो डाक्टरहरू कमान खोला जानुपर्ने किन काठमाडौँमा बस्या छौ? यो मास्टरहरू यो ठाउँमा जानुपर्ने किन यहाँ बस्या छौ भनेर हामी क्वेसन गर्छौँ। यति पैसा त्यहाँ पठाउनु पर्ने, आज पनि कमान खोलामा बाढी पहिरोको डर छ। आज पनि यहाँ चाहिँ तपाईँको मैले सुनेको थिएँ, मैले यहीँको एकजना पत्रकार साथी जसिन्द्रजी हामी सँगै छौँ काठमाडौँमा, यहाँको बारेमा हामी कुराकानी गर्छौँ, कहिलेकाहीँ छलफल गर्छौँ के गर्न सकिन्छ भनेर। मैले अघि भनिहालेँ, तपाईँको भागको अधिकार, तपाईँको भागको यो सरकारको पैसा, तपाईँको भागको यो सरकारको बजेट, तपाईँको भागको यो सरकारले दिनुपर्ने तपाईँको अधिकार उतै उतै खाइएको छ, उतै उतै चुइएको छ, उतै उतै अल्झिएको छ। कम्तीमा पनि सोम शर्मा जस्तो हामीहरू यहाँबाट गयौँ भने, गङ्गा छन्तालहरू हामी यहाँबाट गयौँ भने हाम्रो सरकारलाई भन्नेछौँ, हाम्रो नीति नियममा हामी उठाउनेछौँ। कोही ठाउँमा चाहिँ बाटो पनि बन्ने, पिच पनि हुने, फुल पनि रोप्ने, बत्ती पनि राख्ने, कोही ठाउँमा चाहिँ औषधि पनि नपाउने। यो असमानता किन छ? कि तमान खोला चाहिँ यो देश होइन, हामी यो देशका नागरिक होइनौँ भनेर हामी प्रश्न गर्छौँ। त्यही भएर तपाईँहरूलाई सचेत गराउन आएको। तपाईँले आजसम्म हाम्रो कर्म यस्तै रहेछ, हामी दुखी ठाउँमा जन्मिया रहेछौँ, हामी यो कुनामा जन्मिया रहेछौँ, हामी किन काठमाडौँमा जन्मेनौँ, किन बजारमा जन्मेनौँ भनेर दुखी नहुनु होला। तपाईँहरूलाई सुखी बनाउने काम, तपाईँहरूलाई चाहिँ यो राज्यको पहुँचमा पुर्याउने काम नेपाल सरकारको। तपाईँले आफैलाई कर्म हार नसोच्नु होला। तपाईँ आफूले आफैलाई म त दलितमा जन्मिए, म त जनजातिमा जन्मिए, म त लोकोन्मुख छन्त्याल जातिमा जन्मिए, हामी त हराउने भइयो, हाम्रा गीतहरू हराउने भए, हाम्रा भाकाहरू हराउने भए, हाम्रो चाहिँ मैयाली हराउने भयो। खै आजभोलि त रोदी पनि बस्न छोड्यो, मेला लाउनको लागि युवाहरू छैनन्, मलामी जानलाई युवाहरू छैनन्, जन्ती जानलाई युवाहरू छैनन्। हामी त अब यसै यति नै रहेछ हाम्रो जुनी भनेर तपाईँहरूले आफूलाई कर्म हार सोचेर नबस्नुहोस्। तपाईँहरूको मतको प्रयोग गर्नुहोस्। यसपालि चाहिँ एउटा नयाँ टिमलाई दिनुहोस्, एकचोटि अन्तिमचोटि। अब जम्मा 5 वर्षमा फेरि अरू पार्टी आउला, पहिला अरू पार्टीलाई हेरेकै हो, यसपालि एकपटक घन्टीलाई हेर्नुहोस् र 5 वर्षमा पनि परिवर्तन भएन भने अर्कोचोटि चाहिँ म तपाईँहरूलाई मुख देखाउन लायक हुँदिनँ, म गीत गाउँदिनँ। परिवर्तन हुन्छ, यो देशमा केही हुन्छ भनेर म तपाईँलाई भन्दिनँ। त्यसपछि साँच्चीकै हामी कर्म हारा रहेछौँ। अब यो देश नबन्ने नै भयो, अब हामी शिक्षा स्वास्थ्यमा हाम्रो पहुँच नहुने नै भयो, यो देशले हामीलाई मान्छे नगन्ने भयो, नागरिक नगन्ने भयो भनेर बरु पछि चित्त बुझाएर बसौँला। धेरै पटक हामीले पुराना पार्टीहरूलाई, पुरानो सरकारहरूलाई हेऱ्यौँ। यसपालि चाहिँ राजसपालाई ट्राई गरौँ, विचार गरौँ। यसपालि पनि भएन भने बरु साँच्चीकै हामी त कर्म हारा रहेछौँ, साँच्चीकै यो कुनामा जन्मेर दुःख पाइयो, साँच्चीकै नेपालमा जन्मेर दुःख पाइयो भनेर फेरि हाम्रा छोराछोरीले जे सोच्छन्, जे गर्न चाहन्छन्, विदेश जान परे विदेशै जाउन्, जे गरेर कुटो कुदालो गरेर खाउँला, यो नेताहरूको आश नगरौँला। तर एकचोटि नयाँ टिम चाहिँ नयाँ अनुहार, हामी इमान्दार साथ आएका छौँ भनेर आएका छन्, यिनीहरूको नाकमा टिमुर लाएर हामीले काम गराउने हो। त्यही भएर मैले यसपालि भनेको छु, घन्टी बजाउने हो, नेतालाई काममा बजाउने। यिनीहरूलाई ठुलो मान्छे बनाउने होइन, यिनीहरूलाई भोलि आएर ठुल्ठुलो गाडीमा चढेर आएर जितेर गएर धाक देखाउन थाल्यो भने यहाँ आएर त सानो मान्छे भएर त गफला थिइस् त भनेर सोम शर्माको कान समाउने हो। हाम्रोमा यस्तो छ, तैँले बोलिस् कि बोलेन? भोलिना अहिले त सबैको हात हातमा टेलिभिजन छ, सबैको हात हातमा मोबाइल छ, तपाईँहरूको चाहिँ संसद भवनको लाइभ हुन्छ। खै त बोलेको हामीले सुनेका थियौँ, तर हाम्रो कमान खोलाको नामै आएन, हाम्रो क्षेत्र नम्बर 2 को नामै आएन। के बोले हो तिमीहरूले भनेर तपाईँहरूले चाहिँ क्वेसन उठाउने ठाउँ छ। मलाई विश्वास छ अब जाने टिमले चाहिँ
तपाईँहरूको अधिकार यो राज्यबाट खोसेर साँच्चीकै यो नयाँ व्यवस्थामा 65-63 पछि हाम्रा दाजुभाइहरू लडेर घाइते भएर शहीद भएर बन्दुक बोकेर आवाज उठाएर खाइ नखाइ आएको यो व्यवस्था र यो सरकार काठमाडौँबाट खोसेर सिंहदरबारबाट खोसेर तपाईँहरूको गाउँसम्म ल्याउने जिम्मा यसपालि सोम शर्माहरूलाई दिनुपर्नेछ, गङ्गा छन्त्यारहरूलाई दिनुपर्नेछ। हामी लिन्छौँ भनेर उठेका छौँ। यसपालि तपाईँहरूले विश्वास गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। म प्रश्न गर्नेछु यति सुन्दर बागलुङको तमान खोला यो राज्यको पहुँचमा कहिले समान होला? धन्यवाद, नमस्कार। धन्यवाद। प्रतिनिधि